हेलो एभ्रिवान, अहिले चाहिँ म चाहिँ आटा निकालेँ अलिकति, अनि निम्बु अनि नुन निकालेर चाहिँ हैन, अनि अलिकति कासाको मालमाता निकालेर चाहिँ यो नुन आटा अनि निम्बुले चाहिँ पिताम्बरीको काम गर्छ भनेर सुनेको थिएँ। अनि त्यो ट्राई गर्दैछु। यहाँनिर निम्बु निचारेर लगाएँ नुन र आटामा, अनि मिक्स गरेँ। त्यसपछि यहाँ मजाले मस्कायो अनि त्यसपछि चम्किँदो रहेछ साथीहरू साँच्चीको रहेछ हैन। यो चाहिँ म चाहिँ भिडियोहरुतिर हेरेर हैन होला हुँदैन होला जस्तो लाग्थ्यो, तर साँच्चीकै रहेछ। तपाईहरु देख्न सक्नुहुन्छ। यहाँ जता मस्काएको छु मैले त्यता चम्किँदैछ भाडा चाहिँ। अनि मसँग चाहिँ निम्बु चाहिँ कम्ती थियो अनि ठुलो अमिलो चाहिँ धेरै थियो। त्यसपछि मैले चाहिँ ठुलो अमिलो लिएर मैले यो पनि निचारेर यहाँ चाहिँ ट्राई गर्दैछु। ठुलो खालको अमिलोहरु तपाईसँग छ भने त्यसले पनि भाडा चाहिँ सफा हुँदो रहेछ। यहाँ तपाईहरु देख्न सक्नुहुन्छ। अनि एकचोटी अमिलो र यो नुन आटाले धुइदिने, अनि त्यसपछि फेरि साबुनले मस्काउने, भाडा एकदम दामी हुँदो रहेछ। तपाईहरुसँग धेरै मालमाता छ भने चाहिँ पिताम्बरी बजारबाट